हिजो दौरा सुरुवाल लगाएर संसदमा इधर उधर की बात गरेर अध्यागमनबाट दिनकै 60 लाख असुलले लिचर्ड राम्रो कि टी सर्टमा हिँड्ने गृहमन्त्री राम्रो, नक्खुमा बाढी आउँदा छाप्रोमाथि घण्टौँसम्म उद्धारको याचना गरेको परिवारलाई बाढीले बगाएर लग्यो, भिजिबिलिटी नभएकाले बचाउन सकेनौ भन्ने त्यो निकृष्ट गृहमन्त्री राम्रो कि आफ्नो बेस्ट दिने गृहमन्त्री राम्रो त मार्क्सवाद लेनिनवाद माओवाददेखि समाजवादसम्मको पाठ पढाउन सक्ने दशकौं राजनीति गरेर सुन तस्करी गर्ने नेपालीलाई भुटानी शरणार्थी बनाउने ते गद्दार गृहमन्त्रीहरू राम्रा कि पानी बाँड्दा बाँड्दै गृहमन्त्री भएर इमान जोगाइरहेको यो केटो गृहमन्त्री राम्रो त तपाईहरूलाई र हामीलाई समेत पुरापुर ज्ञान भएको एउटा कुरा के हो भने यी गृहमन्त्री सुदन गुरुङलाई राजनीति आउँदैन, मार्क्सवाद आउँदैन, बीपीको आदर्श थाहा छैन, मदन भण्डारीको बहुदलीय जनवादको कुरा कुन चराको नाम हो त्यो पनि थाहा छैन होला। हाम्रो प्रश्न यति छ कि यो सबै थाहा पाएका अहिलेसम्मका हरामीहरूले चाहिँ यो देशमा के गरेका थिए त? कसैले पत्याओस् नपत्याओस् अहिलेका गृहमन्त्रीले जनतामा त्यो इम्प्रेसन दिएका छन् जुन प्रधानमन्त्रीले दिनुपर्ने थियो। कहीँ कतै आफ्नो भन्ने नभएका कुनै पनि सरकारी निकायले कुरो सुनेर आजित भएर माइतीघर, कुरो नसुनेर आजित भएर माइतीघर चोकमा पुगेर शरणागत भएका मानिसहरूमा अब चाहिँ गृहमन्त्रीले गर्छन् भन्ने आशा छ। समस्यामा परेर कुनै उपाय नभएका नागरिकहरू माइतीघर चोकमा पुगेर धरना अनसन गरिरहँदा उनीहरूमा अब गृहमन्त्रीले सुन्छन् भन्ने आशा देखिन्छ। गृहमन्त्रीले त्यस्ता नागरिकहरूका लागि कति गर्न सक्छन् कति गर्दैनन् त्यो यसै भन्न सक्दिन, तर आजको दिनमा आम नेपालीमा ती जानेका पढेका दिग्गज भनिएका गृहमन्त्री भन्दा यी केही नजान्ने गृहमन्त्रीमाथि भरोसा धेरै छ।